आदित्य राज च्यानल जो चाहिँ हामी के अरे आष्टा जाँदैछौँ अनि आष्टा गएर चाहिँ दुध किन्न किन्ने भन्दाखेरि खुवा बनाउनुको लागि किन्ने होइन कसैलाई खुवा खान मन लाग्यो अनि त्यहाँबाट अब पाउन्ड ल्यान्ड पनि जान सक्छौँ कता पनि जान सक्छौँ यो चाहिँ ठ्याक्कै घरमा पनि चामल पोखेको थियो अनि पोखिँदाखेरि अब किन फाल्ने भनेर चाहिँ अब यहाँनिर के भन्छ नि चराहरू आउँछ नि त अनि चराहरूले खान्छ पनि त्यही भएर चाहिँ चामल गरिराखेको छौँ प्लास्टिकमा नहालेर आएर पकेटमा हालेर ल्याएछन् ल अब चाहिँ हामी के भन्छ नि उता मार्केट जाँदैछौँ मार्केट गएर चाहिँ सुरुमा खै साउथ हेरो पनि जान सक्छौँ आष्टा पनि जान सक्छौँ सुरुमा चाहिँ साउथ हेरो गएर त्यहाँबाट अलिकति सामान किन्नु हो अनि हामी चाहिँ अहिले पाउन्ड ल्यान्ड आएर सामानहरू किन्यौँ यो के अरे भाँडा मोल्ने अनि यहाँनिर अब केटीको अलिअलि सामान छ अनि चाहिँ त्यही हो अनि यो फाइनली यो चाहिँ अहिले के आइराखेको छ अरे क्रिसमस हलोविन हो कि समथिङ के भन्छ त्यसलाई त्यसैको लागि सामानहरू हालिसकेको रहेछ क्रिसमस पनि आएर अनि क्रिसमसको लागि सामानहरू आइसकेको रहेछ अब कार्ड भन्ने You free. Sorry. Please take your items. Information needed. Bye, Jam. Thank you. Please take your items. फाइनली सपिङ पनि भयो सपिङ हुँदाखेरि चाहिँ गर्दाखेरि चाहिँ उतानेर यो पाउन्ड ल्यान्डको अब मान्छेले आष्टा बन्द हुने बेला भयो कि छैन सोह्र भइरहेछ जाऊँ न त 15 मिनटमा पुगिन्छ यो चाहिँ टिकट गरेको भएर होला उहाँ चाहिँ एप्रुभल के अरे चाहिएको थियो एउटा चाहिँ सामान लिएको थियौँ त्यसको लागि हेरेर मतलब अलि अक्वर्ड फिल गरेको जस्तो गर्नुभएको थियो अनि त्यही भएर कस्तो क्यामेरा गर्न अल्छी लागिरहेको थियो पछाडि चाहिँ सुजाता राज यादव फाइनली हामी आष्टा आइपुग्यो आष्टा आएर चाहिँ अरू केही पनि किनेन त्यही कति लिटरको हुन्छ त्यो दुध 3 लिटरको दुध हुन्छ क्या अरे अनि 3 लिटरको दुध किनेर अनि घर जान्छौँ फाइनली हामी आष्टा आइपुग्यो आष्टा आएर चाहिँ अब सामानहरू किनिन्छ लिग्यो यो वाला बटर अनि अरू केही लिनु छ हिजो लिइसकेको त मैले राति नै सबै सामानहरू केही लिनु छ सुजाता फाइनली दुधको चाहिँ टेक्सचर भनौँ न यस्तो यतिको भएछ एउटाको चाहिँ अनि अर्कोको चाहिँ हालेको थियो अनि त्यसमा चाहिँ राम्रोसित भएन अनि नभएपछि यसमा यो सुक्दै जान्छ अनि सुकिसकेपछि अनि त्यताको पनि अलिकति हाल्दै जाने अनि त्यसमा चाहिँ मैले अघि धेरै जान्ने भएर चाहिँ अगाडि नै बटर हालिदिएको पहेँलो पहेँलो देख्यो अनि देखिसकेपछि केही नि हुँदैन अब त के भन्छ नि पहेँलो पहेँलो हुन्छ केही हुँदैन एउटा चाहिँ मरि घोटिराखेको टाउको तल गरी घोटे अर्को छ नि यसमा खनाइदिँदा हुन्छ अनि यो मान्छे चाहिँ के भन्छ नि होइन आउँदाखेरि टिकटक बनाउनु पर्यो अरे अनि टिकटक राम्रो भएन भिडियो अनि टिकटक राम्रो भिडियो नभइसकेपछि ठुसेर रुममा बसेको ए साँप किने साँप हेलो गाइस फाइनली यो चाहिँ मिल्क केकमा कन्भर्ट भइरहेछ अनि लेट्स से जब हामी पकाएर अनि अब एकैचोटि रातो हुन्छ अनि सेप काटेर अनि सेपहरू
अनि होइन किचन पोट गरिरहेछ, किचन भाँडा धोइरहेछ। एकजना खै कुकरमा छाली खोजिरहेछ कि खोजिरहेछ। तर मेरो काम, म चाहिँ यहाँको सेफ हो, म चाहिँ यो पकाउँदैछु। के हो जुन पलिटले मलाई थाहा छ, म गएँ भने तिमी दुवैजना खान्छु। प्लेट में क्या क्या के छैन, म हातमा खान्छु। हेलो गाइस, दुवैजना बिग मामाहरु रातिमा बिग मागिरहेछ। होइन, म हातमा खाँदैन, म मुखमै खाइहाल्छु। ल मुख पलेटले केही छैन, म खाइहाल्छु। म चिबाउँदैन, म सिधै लिइहाल्छु। हेलो गाइस, ऐसा हो गया है। कैसा हो गया, ऐसा हो गया, देखेपछि ऐसा हो गया। ठीक त लागिरहेछ। हामी पनि यहाँ ताकिरहेछौँ। फेरि बोर्को एउटा खाइरहेछ, तल माथि हेरेर खाइरह नि त, तल हेर्दा सबै गायब गरिदिनु। हामी खाएर ठिक लागिरहेछ। हामीहरूको केही ओपिनियन छैन। ओपिनियन दिनुपर्छ कि सबैले। प्लेट लिनु जान्छ सिधै। एकजना प्लेट लिएर आउँछ, एकजना चम्च लिएर आउँछ, एकजना सेक्युरिटी। ल हाम्रो चाहिँ यो खुवा मिल्क केक चाहिँ रेडी भयो। अनि अब उता राखेर जुसी तू अपना चुहा दो। थ्याङ्क यू फर वाचिङ भिडियो होइन, यहाँसम्म हेरिदिनु भएकोमा। यदि भिडियो मन पर्यो भने चाहिँ लाइक सब्सक्राइब गरिदिनु होला। अनि हाम्रो भिडियो चाहिँ कहाँ कहाँ बिग्रेको ह, कहाँ के गर्नुपर्छ त्यो पनि कमेन्टमा भनिदिनु। फर्स्ट टाइम हो, अलिअलि त मिस्टेक पनि भइहाल्छ। थ्याङ्क यू, बाई बाई।